खच्चडले नदीबाट बोकेर त्यहाँ बालुवा जम्मा गरेको ट्रिटमेन्ट त्यहाँबाट बोकेर लिएर त्यहाँबाट यता जो माथिको नक्साको बाहिर बाहिर ऊ बनाएको नि त्यो खाल्टो जस्तो छ नि त्यहाँ त्यो सिमेन्टी फिड्ने लगाएको त्यहाँनिर त्यहाँबाट फेरि गरेर यो राष्ट्रसभा सांसद बिन्ता कठारीले बनाएको बजेट हो यो गाउँपालिकाको पहलमा सिन्जा गाउँपालिका पऱ्यो यहाँ बिन्ता कठायतको पहलमा बनेको यो यस्तै पाहाडमा पहिला यस्तै थियो सर पहिला यस्तै थियो अनि त्यहाँबाट यो जो यो छ नि यताको समुदायको पर्छ यो जो बिचमा यो हजुर हजुर अनि त्यो ऊ त्यो जो देख्न लागेको गाउँ छ नि हजुर त्यो नक्सा त्यतै गाउँभित्र पर्छ हजुर त्यो भएर यो चाहिँ त्यहाँ बनाएको सिमेन्टेड वाला 1 मिटर ऊ छ गहिराइमा ऊ बनाएर हजुर अनि चक्लाई चाहिँ 18 इन्च चक्लाई पो बनेको त्यसरी हजुर कहाँदेखि आउनुभयो हामी बुटोलदेखि सर बुटोलदेखि होइन अनि यो दुरुस्तै बनाउनलाई त्यो म्याप हेरेर हो कि कसरी हो होइन त्यो म्याप हेरेर होइन त्यो बनाउने मान्छेले पनि पहिला पनि अन्त पनि बनाएर होइन फेरि त्यो हेरेर अब यसमा प्रदेशहरू छुटाउनु बाँकी छ त्यो पनि छुटाउने फेरि प्रदेशहरू अनि त्यहाँ टुप्पामा चाहिँ नेपालको झन्डा सबै निकाल्ने हो त्यो कति 80 लाखमा बनेको सर त्यो यति 80 लाख लाग्यो यो 80 लाखमा यो पुरा एकदम भयो अब बाँकी चाहिँ भित्र गएको बजेट पनि थपेको छैन थप्यो भने चाहिँ भित्र नक्साहरू तोड्ने काम चाहिँ अब हुन्छ जिल्ला जिल्लाहरू छुटाउने काम हुन्छ हस्